हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। हजुर सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। यहाँ मेरो नास्ता बन्दैछ अनि अहिलेको वेदर चाहिँ यस्तो छ बाहिरको। हेर्नु त्यहाँ, हेर्नु न त्यहाँ हेर्नु न कस्तो राम्रो। अनि म चाहिँ यहाँ नास्ता बनाउँदैछु अनि मेरो चाहिँ पिम्पल आएको भएर मलाई एकदमै टेन्सन भएको छ साथीहरू। हेर्नु न, अनि यहाँ सब पिम्पल आएर। अनि यो चाहिँ मेरो आफैले बनाएको मेरो नेल हो। मेरो चाहिँ त्यहाँ नास्ता पाक्दैछ साथीहरू, म चाहिँ यहाँ रेस्ट गरेछु। अनि मलाई अनि के अहिले जुन यो उस चलिरहेको छ नि, वर्ल्ड कप हो कि फिफा हो कि के हो जाति, यसको चाहिँ कोलाई ऊ छ, मलाई त केही मतलब छैन। कसले कति गोल हान्यो, कसले कति के गर्यो, फिटिकै नो आइडिया। फुटबलको यहाँ पनि थाहा छैन, थाहा त अलिअलि थाहा, तर इन्ट्रेस्ट छैन कि। अनि को अर्जेन्टिना, को पोर्चुगल, के हो होइन साथीहरू, मेसी। अनि म चाहिँ यहाँ नास्ता बनाउँदै हो। मलाई कस्तो विकनेस भएको छ क्या आजकल, भगवान् म के खाएर ठिक हुन्छ भनिदिनु त। खाना त खाइरहेको हुन्छु तर पनि खै जस्ताको त्यस्तै। अनि यो चाहिँ मैले बनाएको है आफै। यदि हजुरहरूलाई पनि कतै जानु छ सस्तोमा आफ्नो यस्तै नेल आर्टहरू गर्नु छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि मलाई कस्तो निन्द्रा पनि लाग्छ जस्तो भएको। हेर्नु न अँध्यारो भयो है, पानी पर्न लाएर कि साथीहरू, पानी पर्न लाएर अँध्यारो भएको छ। ल हजुरहरूलाई फेरि भेटाउने छु भन्दै म अहिलेलाई बिदा हुन्छु साथीहरू, हेर्दै गर्नु होला। म चाहिँ खाजा खाएर भाँडा माझेर पनि आइसकेँ। अब यहाँबाट चाहिँ मैले भोइस ओभर गर्दैछु है साथीहरू। मैले यहाँ नोट लेख्न लगाएको छु। अनि यो मेरो ग्रोसरी सपिङहरू हो। मैले चाहिँ प्राउन, यो चिप्स चाहिँ अस्ति नै लिएर आएको थियो। अनि प्राउन, सरफ, अब तरकारीहरू अनि सबै फलफुलहरू पनि लिएर आएको थिएँ। योपालि चाहिँ यस्तै हो है मेरो ग्रोसरी।